हो अब रोदिन नर सेवा साथी गुड मर्निङ सबैजनामा अनि म चाहिँ सन्चै छु अनि तपाईँहरू पनि सन्चै हुनुहुन्छ होला भन्ने आशाको साथमा म नयाँ भिडियो स्टार्ट गरिरहेको छु धेरै दिन पछाडि धेरै दिनभन्दा नि महिनौ बितिसकेको छ अनि त्यस्तो कारणले गर्दाखेरि नै भिडियो बनाउन सकिरहेको थिइनँ अनि आज चाहिँ फेरि के भन्छ फ्यान एकदम रमाइलो भिडियो लिएर आइसकेकी छु अनि रमाइलो भनौँ कि सिरियस भनौँ कि कस्तो भनौँ अनि मेरो भिडियो अन्तिमसम्म हेर्दै जानु होला अनि मेरो भिडियो चाहिँ खै कति दिनको हुनेछ हेर्दै जानु होला म छोटो छोटो गरिरहेकी छु भिडियोहरू अनि गर्नेछु अनि एकैचोटि हाल्नेछु अनि कस्तो हुनेछ के हुनेछ हेर्दै गर्नु होला है त बिहे चाहिँ इत्रु हुन्छ बिहे भन्ने कुरो इत्रु हुँदैन त्यो बनाउने हो ठुलो मेहन्दी लाएर बस्नु सुरुवाल र भेजमा मेहन्दी लाएर मेहन्दी लगाउनु यो यसरी त लगाउनै सुत्ने केटी अन्त त्यसले लाएर पर्छ नि म लुगा किनिदिन्छु छि सुरुवाल लाएर दिन बिहेको कुरा गर्न थाले सरप्राइज दिन आउने आम्मा हो त अन्त पुरो भाइ म चाहिँ पुरा रम्रेर आउनु फेरि अनि बेउली चाहिँ को भनेर कन्फ्युज हुन्थ्यो होला बेहुलीको साथी देखेर फेरि बेहुला ढल्ला नि ढले 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 हामी हुँदै बे गर्नु भएको मेहन्दीको दिन त अहिले भिनाजुलाई पनि उतै बोलाएर आमा खतरा हुन्थ्यो त त्यही त बिनाले आउने खालको त किन नआउनु बेलुका आउनु नि मेहन्दी मान्यो आइहाल्छ नि बिनाजुके लिएर छ्या हामी नभएको बेला गर्नु मान्छे पैसा पनि पाउँछ जुत्ता लुगाएर अनि कस्तो बेकार कोही छैन सालै छ तातो कोट्याउन भन्नको लागि काम दिन्छ हजुरलाई के हस्तान्तरण हस्तान्तरण गर्दैछिन् बुइनीले ऊ परदेश जानको लागि उसको सामानहरू सबै सरसफाइ गर्दैछिन् सामानहरू आफ्नो भेला पार्दैछिन् सबै एबिसिडी इएफजी सबै यो चाहिँ फाल्नको लागि हो के गर्नु अब फाल्नु पर्यो नदेखेन आज मेरो लुगा देखेर मलाई अब कसैले चिनेको मान्छेले नदेखाओस् भन्ने भइरहेको छ चस्मा किनेको उनीहरूलाई थुक्क थुक्क लागिरहेछ अरे यता तलसम्म देखाएर त म कस्तो देखेको रामै देख्यो यी भए जस्तो उता पल्लोपट्टि होइन र कति चाहिँ मन्दा वेट गर्न मान्छे अलिक पछि बस्नु मन्दा मन्दा एकपल्ट गर्न वान मर्छु गर्न के हुँदैन के गर्न ओए गर्न एकचोटि के ठक्क म चाहिँ जहिले पनि मिस्टेक भइहाल्दो रहेछ अलिकति ढाबामै प्याक गरेर आइसक्यो फेरि पनि यहाँ प्याक गर्न थाले बुइनीहरू उता साथी सिरियल गर्दैछन् यस्तो छ हिजो नि 12-1 बजीसम्म गलो गर्दै आज पनि 8-9 बज्न लाग्यो यता साथी सिरियल हेर्दै प्याकिङ सुरु भयो कट्टु हराएर एउटीको तेरो चाहिँ केही हराएको छैन एउटा उयो चाहिँ एयरपोर्ट चाहिँ त्यो बाहिर निकालेर आएको थिएँ मै छोडेर आएछु गर्नुपर्छ भोलिलाई जोगाड देखाउनु पर्यो नि के हुन्छ त माथि राख्न नदेख्ने ठाउँमा नाच्नको त नाच्दैछ अरे बन्दीपुर ब्लगमा हाल्ने हो अनि नाच्न बन्दीपुर
मेरो अलिअलि भएको युट्युबमा भएको इज्जत चाहिँ फाल्दैछ हो फालिन्छ आमा यस्तो रोमान्टिक रहेछ सब्स्क्राइब गर्नु पर्यो सधैँ हेर्न पाइन्छ भन्छ नहल्लो कमेन्टहरुमा पनि हुँदैन रोमान्टिक यो ब्लग हाल्दाखेरि मलाई पनि उयो ट्याग गरे ए नाच्दा त नाच्दिनस् के ट्याग गर्छु त्यति बेला थाहा हुन्छ लु छिटो न नाच्न छिटो ए अब भोलि यिनीहरू जाँदैछन् कि आज नाच्छन् अरे बुढा मेरो बुढा नहादा अब राख्थ्यो अरे अब उसले खाएपछि त उसले त अब सितन त खाइदिएको खाइदियो रक्सी खानाले त हुँदैन त्यो अरे लास्टमा धेरै खायो भने मलाई के याद आउँदैन त्यो प्रेग्नेन्ट हुँदाखेरि यो अङ्गुर धेरै खाएर यो अङ्गुरै कमेन्ट गरेको थिएन त्यही सम्झना आउँछ र खानै मन लाग्दैन तँलाई चाहिँ केही याद आउँदैन अब भोलि त म एक्लै हुन्छु यसो गर्दै भन्दा पनि यस्तो मैले धेरै अङ्गुर खाएर होला क्या त्यो बेला भोलि तिमीहरू उडिरहेको हुन्छ म एक्लै घरमा बसेर दुबई त प्लेनको नाम थाहा हुनु पर्यो नि उयो दुबई फ्लाइट दुबई कति घन्टामा पुऱ्याउँछ हेर्छु 5 घण्टा है तर अब कति ढ्याक्क उत्रेपछि दुबई उयो आउँछ नि त भन्छ तिमीले जग्गा नि गाडी लाग्यो गराउनु आइपुगे कलको बनाउने खुट्टा घोट्नु परेको छ कता कताको वास गर्नु पर्ने छ उसको चाहिँ भगवान्ले सुनिजाउन् है म त सेलरी बेच्नु हो जाइको पनि भएको सेलरी चाहिँ भने जस्तो पायो भनेदेखि कहाँ जाने अरे हौ कमाउन युएस जाने कि तर जाने खबर नि त हेर्दै गर अबतिर सानीहरू अब कमाउँछन् पैसा डलर कमाउनु नजाने अब दिराम कमाउँछन् जागर सर्च गर दिराम कहाँको पैसा भनेर थाहा पाइहाल्छ कुवेतमा केटी चल्छ के केटा हो त केटी बोल्नु के सर गरौँ न त बहिनीको याद आउँदैन आमसँग त सोध्छ त अनि सोचेन त बोल्दैन जाने उता दादा देखेपछि मान्छे मुजुक भएर बोल्छ त अनि भनेर ए त पो कोही कोही बेला भन्दा शान्ति हुँदाखेरि बोल्छ त देखाउन लाउँछ सिधा हेरेर क्यामेरामा हेर्दा अब हाँसेर उयो बनाएको त फोटो खिचेर पठायो भने पनि लाजले लुट्छे त्यो उसलाई हेर्दैछ भनेर जाल खोल न उयो भयो आजै हल्ला गर अघि भर्खर मैले चुला पुसेर थिएँ फेरि चुली पारेछन् सक्यो अब दिदी बहिनीको गन्थन सेलायो नाच्न है बन्दीपुरमा एकचोटि कस्तो देखेको त त्यही त नाच्न म देखाइदिइहाल्छु नि छिटो माला साला मिलाउनु थाल्यो नाच्नलाई केटी व्हाइट गोल्ड भन्छ यसलाई व्हाइट ए के भन्छ अरे व्हाइट गोल्ड भोलिपर्सि भने जस्तो कमान्छ होइन कस अहिले चाहिँ भित्तामा लाग्नु सोचेको त्यो पुरा भयो त्यो सोचेको के भनेर त्यसको भने ठ्याक्कै पुरै भन्ने अब यहाँ पो मैले दिलाई सुनाएँ भनेर सुन्नुहुन्छ त यहाँ त कतिले हेर्छन् हालिदिने हो त्यही चाहिँ झन् नाच्न थाली नाच्दिनँ फेरि नाच्न एकचोटि नाच्न है म त यसकै एउटा बुसा लागेको हुन्छु भगवान्ले अर्का कुर्ता लाएर आइस भन्नु हुँदैन गुड मर्निङ साथी सेवा यता हेरिदियो ए हाम्रो लु तिमीहरू पनि भन न त अनि आज तिमीहरू कहाँ जाँदैछौ त अनि मन्दिर दर्शन गर्न जाँदैछु आज चाहिँ हामी पशुपति मन्दिर जाँदैछौँ किनभनेदेखि अब भरेतिर
भरेतिर त होइन हौ लास्टसम्म चाहिँ भिडियो हेर्नुभयो भने चाहिँ थाहा पाउनुहुनेछ अनि त्यो भएको कारणले गर्दा चाहिँ अब नेपालीहरूको भनौँ या हिन्दूहरूको कहीँ जानुभन्दा अगाडि चाहिँ भगवान्लाई दर्शन गर्नुपर्छ भन्ने एउटा छ। त्यही भएर केटीहरूलाई लिएर म चाहिँ जाँदैछु। कस्तो ढडक गरेको हो चप्पल पनि आउनु तँलाई सुहाउँदैन त नि बहिनीहरू अनि दर्शन गर्न आएको भन्छेस् फेरि आफै अहिले पशुपति आइसकिसक्यौँ अनि ए मेरो अनुहार पुरा त्यो सुन्निएर नि कस्तो भएको रहेछ। जगे सके बनाएर चाहिँ अनि विशेष दिन रहेछ। यिनीहरूले के भन्न लाउँछ हौ मलाई। हामी चाहिँ पशुपति टेम्पल आइपुगिसक्यौँ। हामी चाहिँ प्रवेश गर्न लागिसक्यौँ। हामी चाहिँ लाइन बसिनौँ नि दर्शन गरेर पनि देखिन्छ म पो यस्तो देखिन्छ भन्दै रहेछ यस्तो देखिन्छ होला। हामी दर्शन गरेर आइसक्यौँ। कस्तो बिजौ भएको थियो है लाइट परेर दर्शन गरेर आइसक्यौँ। कस्तो राम्रो रोपेको रहेछ कस्तो मन पर्यो। ब्लगको लाइभ बनाए ल होइन भेडा बाख्राहरू ला कसले मोबाइल छोडेछ यहाँनिर कसलाई जिम्मा दिनु र मोबाइल कसले छोडेछ कसले मोबाइल छोड्नु भएछ। हामीले एउटा उद्धार पनि गरिराखेर आइरहेको फर्केको ल अनि हामीले चाहिँ अब मोबाइललाई दिइसकेको छु। अब पाउनुहुन्छ कि पाउनुहुन्छ फोन आयो भने उयो गर्ने भन्दै हुन्छ। अब चाहिँ बहिनीहरू ठिक पर्दै सम्झनालाई एउटै मुख धुँदैछ एउटै उता मेकअप गर्दैछ। बुढी आउँछ होला खुसी पनि हुँदैछ अनि छोरी रुन्थ्यो होला भनेर सोधेको उसलाई चाहिँ एक त बुढीसँग मेरो बुढाले बिहान बेलुकै फोन गर्ने नै मान्छे होइन। दिनमा एकचोटि गर्थ्यो त्यो पनि बुढे बेला गर्दैन अनि अहिले अब अघि सुत्ने बेला पनि नत्र गर्दैन त्यो गऱ्यो अनि गर्नु भयो गर्यो जस्तो म अब रियलमा बोल्छु म त्यस्तै बोल्छु नि। त्यो उसलाई मिडियामा चाहिँ अर्कै त्यहाँ अर्कै हुन त तपाईँ नै नभन्ने पनि होइन तर भन्ने तर त्यस्तै हो। उसलाई चाहिँ बुढा भेट्नुमा पनि एक्साइटेड उता छोरी छोडेर जानुमा पनि बिछोड हुनुमा पनि बियो के भन्छ हुन पनि। तिमीलाई चाहिँ के छ कान्छी कान्छी चाहिँ उहाँ आइब्रो मिलाउँदैछिन्। आइब्रो के हो आइब्रो पो भन्छ नि यो मान्छेको लागि के भन्छु ल्यासेस भन्छ। ठिक पार्दैछिन् अनि यतातिर यो पनि ठिक पार्दैछिन्। मेरो चाहिँ यस्तो छ हालत यस्तो म चाहिँ अहिले रुन्छु होला त्यही भएर म मेकअप गर्दिनँ गर्छु म कालो चस्मा लाएर जान्छु। रुन्छ चाहिँ मेकअप पुज्ने मार्दै सम्झेका सधैँ यसरी मलाई सम्झिदिए म कति खुसी हुन्थ्यो होला नि तर आज मात्रै सम्झेँ भोलि फेरि सम्झिँदैन। ल मेरो बहिनीहरूलाई चाहिँ मैले बिदा गर्न लागेकी छु। पुरा भतर खाना गए सिस्टर्स
अब उनीहरूलाई चाहिँ मैले राखेको छु। एकचोटि 3 चोटि यो त्यस्तो केही गर्दैन नरोइकिन जाऊ दही खुवाइदिएकी छु। मेरो यो अब हामी चाहिँ निस्किने बेला भयो यहाँदेखि। दिदीको भ्लग अलिअलि मैले पनि साथ दिएको। अब चाहिँ हामी निस्किन्छौँ घरबाट, किनभने साथीहरू सबैजना वहीँ आएर एयरपोर्ट आएर भेट हुने भनेको छ। अनि हामी बरु वहीँ गएर गन्थन गरौँला। अब चाहिँ हामी घरबाट निस्किनु पर्ने हुन्छ। हिँडेको खस ट्याक्सी त हरायो त, अनि त्यसलाई मैले यताबाट आइज भन्दै थिएँ, यता बन्द छ र। त्यो बहिनीहरू बसिरहेको छन्। हेर न यहाँ लुक चस्मा लगा न। अनि लगा न। रुँदैछ कि आँसु झराइ झराइछ, तर पनि ऊ चाहिँ होइन भनेर भन्दैछ। मैले त अघि चस्मा लगाइसकेँ, अन्त लाउनै मानेको छैन। ट्याक्सी त हरायो। हामी चाहिँ ट्याक्सी चढिसक्यौँ होइन। खोइ सिमाना साँच्चै बसाइदिनु भएछ नि त बिचमा। म त जस्तो भने त्यस्तै गरिदिने नि। मन्दिरको टाउको खोइ देख्दिनँ अब के गर्नु। टाउको यतै छोड्न त फेरि। लामा बाजे पनि आयो क्या। ल हामी त एयरपोर्ट आइसक्यौँ। गेटको बनाउँछु भनेको त अनि झन्डाको कुरामा त अनि दाईको गफले भुलेर अहिले लास्टमा चाहिँ दाई आयो अरे। गल्ती गर्ने बेला आफू गर्ने है, दोष चाहिँ मलाई। दाईले गर्दाखेरि हो भन्दै अब अरूलाई त लाउनु होला नि त। गेट बनाउँदैछु, त्यहाँबाट पसेर झन् बनाउँछ भने अगाडि बसेको अरे। सोचे जस्तो त के हुन्छ र जिन्दगी है, केही हुँदैन नि त। भएन जति अस्तिमा आएर म नरिकन किन रुनु हो? मुटु ढुकढुक भयो अरे। तेरो मुटु ढुकढुक भयो? त्यो के भएन। हजुर अहिले एकछिनमा हुन्छ, अहिले त हुँदैन। पेटीमा बसेर एउटा जति रुनु घरमै रुइसक्यो अरे, अब रुइँदैन अरे। त्यही भएर दुईजनाले कालो चस्मा लगाएको अरे, नरुनु भयो। अहिले हुन्छ आएपछि अनि के हुने।
नरौ है कान्छी अन्त फेरि कालो चस्मा लगाइहाल्छु मैले फेरि कालो चस्मा लगाइहाल्छु हेर्न मन त आँखाभरि आँसु आइसकेछ ओ रोइ आइपुगिसकेछु नि रुने साथी आइपुगिन् अनि को छ र अरू त खोइ रुन आइपुगेछिन् नरौ यस्तो हो नि भित्र झिल्ला ला मेकअप बिग्रियो सबैजनाको मेकअप बिग्रियो झन् कालो चस्मा लगाएर आएको रहेछ रुवा हो 2 वर्षमा तिमी पनि आइहाल्छौ नि अनि लु जाओ घरमै अब रोदिनु नरौ यहीँबाट जाने होला नि त म त खिच्दिरहन्छु रुएर सक्न आँटिसके 2 जना साथी नरुनु भनेको मलाई पनि रुवाइसके लु भयो अन्जु लाइजा अनि उताबाट लगिरहेको रहेछ यताबाट त हो कि होइन उताबाट लगेको रहेछ अघि अहिले निकालेर जा भन्नुपर्छ तिनीहरूलाई दिँदैन होला त्यो ए दिएछ